अस्ताल हुने भयो बिहान के भयो यार ब्लेड त केही छैन त त्यहाँ उयो हातले छेक्न मजा नि त्यहाँ हो त्यहाँ चाहिँ छिटो त हातले छेक त त्यहाँ हेरेर बसिरहेको त्यतिखेर त हो त्यसो गर्न पुरै छेक्नै पर्दैन कि हातले यसो ठ्याक्कै यसो गरेको छैन नि भयो त हो साला अघि दिमाग लगाएको भए त्यतिको हेक्साले नै काटेन त्यही त यो जोइन छ त केही जुन काट्नु पर्नु पऱ्यो यो त उ छ नि के ब्लक अगाडि नि थियो त त्यहाँ ढुङ्गा जस्तो आयो क्या काट्नु त काट्ने भने खोइ त काट्दैन त यहाँ यहाँ रहेछ है राम्रोसँग काटेन क्या त्यही रहेछ माल डरै खाँदैको रहेछ क्या रुखै आएर के भएर नकाटेको त काटेको छैन मुनिबाट हान्नु न त्यत्रो जडो रहेछ अनि बाबै ल यत्रो अड्केपछि कहाँबाट पानी जान्छ यार अनि यस्तो भएर गएछ अनि यहाँ ढुङ्गा फेरि जाम भएछ जान्छ पानी अब त जान्छ तल गएर हेर्नु पऱ्यो कि एकचोटि अब त गइहाल्छ यहाँ होइन गइसक्छ